के भयो यो घर कहाँ हो तपाईँको हजुरको घर कहाँ हो हेलो हजुर घर कहाँ हो रुकुम हो अनि सुन्नु न झगडा भएन मैले जाउँ भनिरहेको होटलमा जान नगरे यार त म कहाँनिर भन्नु त कहाँबाट आउनु भयो अहिले अहिले हामी इन्डियादेखि आएको हौँ क्या अनि जाउँ होइन होटलमा जाउँ खाना खाउँला भोक लागेको छ भने यार जान नगरे अहिले म कहाँनिर हुँदा त भन्नु बच्चाहरू छ अरे मैले छोरी छैन क्या यार बोलै त्यतिकै भयो यार मैले त्यहाँ अलिकति कटिङ कुटिङ पर्या हो तपाईँको भनाइ के छ तपाईँको के हो खास भन्नु भन्नु सुन्नु भन्नु खास समस्या के हो तपाईँको समस्या के हो त्यो भन्नु त कहिले यहाँ कहिले आउनु भएको इन्डियाबाट बिहान पुग्नुभयो सँगै आउनु भयो अनि तपाईँ कहाँ भागिरहेको त अनि होइन यार त्यहाँ कपडा किन्न लादिनु जाउँ मैले तपाईँहरू दुईजना यता आउनु आउनु हो सुरेश सर उहाँको तपाईँको त्यहाँ लिउँ त हुन त आउनुहोस् यहाँ अलिक दुःख यता आउनु यहाँ आउनु यहाँ आउनु समस्या के हो तपाईँहरू मेलमिलाप हो कि के हो त्यो गरौँला नि त कमसेकम तपाईँहरूको आउनु आउनु हेलो सर आउनु तपाईँ आउनु उसले प्रष्टसँग भनिरहेको छ तिमी घर थाहा छ उसो इन्डिया लगेर बिहा गर्यो अनि त्यहाँ घर लिने अब भागिदिने आउनु त दिदी आउनु 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 त के नाम तपाईँको दिदी के नाम हो तपाईँको आउनु नरुनुहोस् आउनु न आउनु तपाईँलाई समस्या हुँदैन होइन हामी मिडियाको मान्छे हो तपाईँलाई कुनै गाह्रो भयो भने हामी सहयोग गर्छौँ आउनु यता घर नेपाल कहाँ हो कि इन्डियाको मान्छे हो कि तपाईँको नाम के हो तपाईँको नाम तपाईँको नाम होइन पुलिसलाई त बोलाउला होइन पुलिस सुन्नु न हजुर साँच्चै तपाईँ श्रीमती हो यार छोडिदिनु बोला यति लाज मन नगर्नु बोलै अर्का